भन्नु त आज हामी कहाँ लाग्नु आज हामी बर्दिया जाँदैछौँ पश्चिमतिर जाँदैछौँ टुर अब भान्जालाई कुरेछौँ अजितलाई कुरेछौँ अब अजितलाई गएर उही बेचिदिने कसरी किन्यो भने उही बेचिदिने हो हाम्रो दाइले एनिवे दाइ हामी पश्चिम टुर जाँदैछौँ ओके गुड गुड अब के हुन्छ हैन के हुन्छ अब हेरौँ कतिको रमाइलो हुन्छ बाघसँग भन्छ बर्दियाको बाघ होइन भन्छ बर्दियाको बाघ हेर्न जानु पर्यो बर्दियाको बाघ जाने हो यहाँ दुईजना ओए ड्राइभर त अब ड्राइभर ध्यान दिएर छोड्न त्यो तार मिलाउनु हो तार निको 2 घन्टा जस्तो भयो भन्छ के भइरहेछ त टाइम भइरहेछ अब दुईजना भन्छ होइन भन्दैन तर्छ बाघले हिजोदेखि तर्दै बाघले हिजो तर्छ काइला खोलाले काइला खोला साँच्चीको बाघ हेर्न जाने हो अब साँच्चै बाघले होइन त्यसलाई के राति मुर्गट्टा मुर्गट्टा ल गाइज अब हामी खास बर्दियाको टुर हो बर्दियामा बाघ हेर्न जाने हुन्छ अब हेरौँ बाघ हेरिन्छ कि त्यो गाना सुनेर फर्किन्छ थाहा छैन फेरि ल देखिन्छ ल हेरौँ ल होपफुली छ होइन ल्याउने एउटा त ल हामी कुन ठाउँ आएछ खै यहाँ शिव खै भाइरल डाँडा अरे ओ माई गड त्यही भने त्यहाँ पढेको थियो भन्छ के शिव भाइरल भाँडा अरे के अरे डाँडा अरे सरी भाँडा भन्दा गाइस अन द वे टु के अरे कहाँ जानु लाग्यो अरे म बिर्सेँ क्या फेरि बर्दिया यहाँ छ ऊ हाम्रो अजित ब्रो छ हाम्रो भान्जा दाइ अब ऊ त्यहाँ छ अब के भन्नु अब अन द वे यहाँ रोकेको खै यहाँ भाइरल के डाँडा अरे के अरे यसो हेर्दै ल हामी अब छठ बर्दियामा पुग्न लाग्यो भनेर भन्नु भएन एकजनाले हामीलाई 3 घन्टामा बर्दिया पुऱ्याइन्छ भनेको 4 घन्टा हुन लागिसक्यो यो बर्दियाको बी पनि आएको छैन चालक यहाँ हुनुहुन्छ अलिक बिस्तारै चलाउनुहोस् घुम्दा उभिँदा भाग्ने अवस्था हुँदैन यसको स्पिड कम चलाइरहेछ त अनि योभन्दा बेसी नगएर फरारी किन्न पर्ला जस्तो अब त होइन उफ्रिँदा जो फरारी ल है यहाँ हेर्नु अब केटाहरूले बर्दिया पुऱ्यायो बर्दिया यो मान्छेले कति घन्टा पुऱ्याएको थियो त 3.5 घन्टामा पुग्छ भन्थ्यो के ल हाम्रो हालत यहाँ 3.5 होइन यहाँ 3.5 दिनमा चाहिँ पुग्ला 3.5 दिन हो भाद्र यसै भनेको अबे रामु दाइले गाडी कुदानै दिएन त कसरी पुग्छ बे अब दाइ गाडी कुदाउने 80 60 80 मा हानिरहेछ त्यही पनि अब पुगेछन भन्छ अब कति कुदाउनु त फरारी त होइन यो कलर मात्रै फरारी जस्तो फरारी त होइन अन्त अब के गर्ने एनिवे गाइस अब हामी गएर सायद होपफुली कति घन्टा पुग्छ र हामी अब अनेस्टली 3 बजे पुग्छ ओके 3 बजे भित्र पुग्छ र अहिले चाहिँ 1 बजे छ अब भन्नाले 2 आवर्स मोर ल गाइस अहिले हामी चाहिँ बाघको टेरिटोरीमा छौँ होइन यस एनी टाइम बाघ आउन सक्छ हामीले अघि हाम्रो गुरुजी अजितजीले टाइम कार्ड लिनुपर्छ नकुदा भनेर चाहिँ छेउछेउमा बाघ पनि हेरिरहेको छु देखेछ न यहाँ एउटा दुब्लाको बाघ चाहिँ यहाँ छ है फेरि दुब्लाको बाघ चाहिँ रिटायर्ड बाघ यहाँ छ त्यही हो अब यसो बाघ चाहिँ हामीले हेर्छौँ भान्जा यता हेरेर भनौँ हेर्ने कि नहेर्नु बाघ नभयो भने
ओडारमै जाने हो ओडामा जाने हो केही पाएन भने अहिले नयाँ चलेको सङ्ग बर्दियाको बाघ हेरेर आउने हो एनिवे गाइस मैची लिएर आएको जुङ्गा काटेर ल्याउने हो त्यही त अनि अब पुग्छौँ हामी बर्दिया सुन बाके बाघ अब कति घन्टा भयो र 8 घन्टा भइसक्यो 3 घन्टाको एस्टिमेट भएको 8 घन्टामा पुग्नेवालासम्म अब है गाडीवालालाई देख्नु भएन नि चुच्चु हेर्नु न कता फेरि उता लेफ्टपट्टिका चुच्चु छ नि यहाँ देख्दैन गइसक्यो त्यही बसेर टाउको निकाल्नु बसिरहेको ल है गाइस खै यहाँ मान्छे गयो हेर्ने भन्दा गयो हेर्न मा कसको गयो होला खोलाको नाम पनि के भन्नु न बुढी खोला ए होइन बुढी खोला त उता बुढी खोला अगाडि के हुँदैन 15 बजे 3 मिनेट यहाँ केटाहरू अब बर्दियाको बाघ चाहिँ देखेन आफै बाघहरू बसेछ होइन भोलि देखिन्छ अब भोलि देखिन्छ र ब्रोइलर कुखुरा लिएर जाने अर्को फेरि यहाँ दाइ हुनुहुन्छ हेलो दाइ अब आज ढिलो भयो अब भोलि होइन भोलि बाघ पक्र्न जाने हो बाघ पक्रिनु ल गइहेर्नु जाने हामी बसेको रहेछ होइन भन्नु नि गइहेर्नु जानु ल अब गइहेर्नु जानु अब चाहिँ गयो हेर्नु जानु पऱ्यो थट के भएको निदा टल्केर थट गरेर अब गयो हेर्नु जाने भने छ हिँड्दै जाने होइन न गाडीमा जाने किन्ने जाने ल हामी बसेको रहेछ यहाँ हो त है के सोध्दै गरेको केटाहरू यहाँ बर्दियाको बाघहरू चाहिँ यहाँ तिनजना एउटा ऊ त्यो अलिकति लुलो बाघ हो कमजोर लेग पिस बाघ हो यहाँ अलि डनवाला बाघ हो यहाँ चाहिँ अलिक बुझ्न लाग्यो बाघ हो म चाहिँ अलिक ठिकै छु अहिलेलाई होइन भएन मासु कस्तो तपाईँहरू गर्नु ल गर्नु ठिक छ वेलकम टु बर्दिया है बर्दिया ल हाम्रो भान्जा अब है गयो हन्ट गर्दैछ है खोला होइन थिए दाइले चाहिँ त के पक्रेछ मलाई थाहा छ दाइले त गयो अब ढुङ्गा धर लिएर आएको छ गाडीको बत्ती है होइन पहिला हामीले खोलामा यस्तो च्याप्टो ढुङ्गा हान्थ्यो नि कत्रो फुतु जान्थ्यो नि त्यही गर्न लाग्यो अलि हामी अलिक ढिलो आइपुग्यो
맨날 뛰어나. 아주 바게르 바. हेलो मर्निङ हाम्रो सफारी सुरु भयो अब केटाहरू लिएर गएर पास गर्नु मलाई थाहा भयो आँखा पक्रेको जरायो 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 कता हरायो होइन बुढो जरायो देख्न पनि निकै गाह्रो हुन्छ स्पोर्ट गर्ने धेरै समय प्रिमियमसँग लागिरहेको थियो अस्ति हिजो स्पोर्ट गएको एकछिन भाइ रोक भाइ चस्मा खसी जाऊ त्यसको खिच्न लाग्यो झन् खसिरहेको कस्तो भइरहेको जानु बाघ देखिन्छ देखिन बाघको पाइला देखिन्छ बाघको पाइला मात्रै देखिन्छ एनिवे इन्जोय गर्दैछौँ लेट्स सी बाघ देखिन्छ कि देखिँदैन वी स्टिल गट टाइम लेट्स सी सम्भावना बढी गर्मी बढी छ नि त त्यसले गर्दाखेरि पानी खान पनि प्लस पानी खानभन्दा पनि बढी चाहिँ आफ्नो बडीलाई फ्री गर्नको लागि आउने एक्सर्साइज सब कुरा हो के हेर्न आएको अरे के देखेर आज भालु हेर्न आएको बाघ हेर्न आएको बाघको दाम मात्रै देखेछ बाघ चाहिँ देखेको छैन अहिलेसम्म यहाँ चाहिँ गडाको अगाडि त्यो साडीमा त्यहाँ उतानिर देख्नु भनेको यहाँ नै त्यो पारीको ढुङ्गा ए नदी छ नि हजुर त्यो पारीतिर त्यो साइडबाट क्रस गरेर उताको साइडमा चाहिँ गएको देखेको निस्किन्छको हो त्यो खोला देखेको हजुर त्यो खोलादेखि पारी पनि निस्किन्छ एरिया देखेको एरिया त एक्लै छ
त्यो जङ्गलको त्यसको पारि खोला छ खोला छ। खोलाको पारि फेरि उता बस्ती छ बस्ती छ बाघ देख्यो बाघ त रामदाई पूजा हुन् चलेछ यहाँ खुट्टा के देख्यो गाडी स्टार्ट गरेर भयो गयो पुग्यो ठुलो रुखमा पुग्यो रुखमा पुगेछ ठुलो ठुलो रुखमा गयो त के हो त अब फर्केर आउन त्यो Just
बाघ त देखेन त हामीले देखेँ एउटा भाग देखियो एउटा चाहिँ देख्नु एउटा देख्नु पाएन कति एउटै देखियो अरू त लकी भएन नि त हामीले एटलिस्ट लकी हामीले देखियो अरू त आए पछाडि गएर बिचरा उनीहरूले देख्न पाएन एनिवे लकी डे अघि दिन बाघ भन्दा जस बाघ देखियो अझै बट ज्यान छ बाघ अब मौरीले टोकेर खान्छ कोही बिङले टोक्छ नि हिँडिराखेको बेलामा चिलले आएर हाने अनि चिलले हमला हान्न होइन त्यहाँ चाकामा क्या चाकामा छोइदियो भने के गर्यो कसैले काट्दैन होइन म निकाल्दैन कसैले होइन के भएको 4 दिन अगाडि 12 मारेको ए बाघले मारेको रे 50 अरे के 50 देख्छु कि देख्दैन धेरै दिन लाग्यो